नेपालको राष्ट्रिय फल हो सुन्तला। नेपालको मध्य पहाडमा सुन्तला खेतीको राम्रो सम्भावना पनि रहेको छ। पछिल्लो समयमा कृषकहरू पनि सुन्तला खेतीमा आकर्षित हुनुभएको छ। तराईमा कागतीसँगै पहाडमा सुन्तला र कागतीको पनि राम्रो सम्भावना रहेको छ। तर बिरुवा छनौट गर्न नसक्दाखेरिमा धेरै कृषकहरू धोका खाएका समाचारहरू पनि आउने गर्दछन्। यदि तपाईँ सुन्तला खेती गर्न चाहनुहुन्छ वा तपाईँ कागती खेती गर्दै हुनुहुन्छ भने आजको भिडियो तपाईँको लागि निकै महत्त्वपूर्ण हुन सक्छ। बुढापुरानाहरूले अब जस्तो कि पिन्सिङ जस्तो भयो कि अब अहिले वर्षभरि दुःख गरेपछि पछि त राम्रो फल पाइन्छ नि। अब एक मान्छेले लगभग 4-5 लाख 9 अब धेरै कि लगभग 20 लाखैसम्मको पनि सुन्तला बेच्नु भयो कि। अब यसलाई राम्रोसँग स्याहार सुसार गर्यो भने यसले आम्दानी राम्रो दिँदो रहेछ है भनेर त्यही भएर सबैले त्यही सुन्तला बारीभरि सबैले त्यही लगाउन थाल्नुभयो कि गाउँमा। अहिले पाहा पहेरादेखि लिएर सबै बारी